हेलो साथीहरू, म चाहिँ चटपटे बनाउनु गइरहेको थिएँ। यति धेरै भाँडामा सामानहरू थुपारेर यो चाहिँ मेरो स्टाइलले हो। अरू सबैजनाले काटेर अलि कुरमुरेहरू पनि प्रायः हाल्नुहुन्न नि त, अरू अरू सामान हाल्नुहुन्छ। मलाई चाहिँ कुरमुरेहरू हालेको मनपर्छ। अनि म चिया बसाउन गएँ। त्यसपछि अनि फ्रिजबाट दुध निकालेर नै चिया बनाउन 3-4 जनाको लागि रेडी हुँदैछु। अझ यता इटरीतिर चाहिँ पानी परेर शीतल शीतल छ, त्यसैले पिरो चटपटे बनाएर चियामा म चाहिँ खाँदिनँ दिउँसो, अरूको लागि नै हो। म चाहिँ दिउँसो खाना छोडिसक्न एकदम म चिया लगेर चिया रङ हालेँ, त्यसपछि चिनी हाल्छु। चटपटे चाहिँ म चाहिँ सुरुमै भुजा देखाउँदैछु होइन, भुजा भाँडामा लाएर अनि अरू काटेर हाल्छु। अरूले चाहिँ अब काटेर हाल्नुहुन्छ नि त, काटेर पछिबाट। अनि मम्मीले चाहिँ चटपटे खानुहुन्न, आलु खान्छु भनेर आलु खान्छु भन्नुबाट आलु उसिनेको मम्मीको लागि चाहिँ हाम्रो लागि चाहिँ चटपटे बनाएको। चिया पनि पाको। चिया पाकिसकेपछि चिया दिनको लागि रेडी हुन्छु। चटपटेको लागि चाहिँ मैले काट्ने चिजहरू यति नै हो मेरो। अनि काटेर हालेँ, कुरमुरे पनि हालेँ। मलाई कुरमुरे पिरो कुरमुरे चाहिँ चटपटेमा मनपर्छ। कुरमुरे हालेपछि लेज पनि हाल्छु, लेज पनि मनपर्छ। लेज हाली अनि मुलाको अचार पनि मनपर्छ। मुलाको अचार पनि सानो सानो पारेर काटेर अनि त्यही हो हालेपछि घरमा जे छ त्यही हो, यो ल्याइराखेको छु घरमा। अनि त्यही भएर छिटो सक पारेर खुर्सानी चाहिँ रहेन रहेछ, खुर्सानी सकिएको रहेछ। तर कुरमुरे चाहिँ अलिअलि पिरो भयो। सबै सबै हालिसकेपछि यो खुसेलीको पनि अलिअलि पिरो हुन्छ। नसकेर छोडेको। अनि एउटा छुटाउनै नपर्ने प्रीति भन्ने, प्रीति चाहिँ साह्रै मिठो लाग्छ टाउकोसँग। अब हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ मनपर्छ यो प्रीति। सबै मिक्स हुन्छ नि त यहीभित्र मसलाहरू। अनि अघि मुलाको अचार भनेको थियो, लास्टमा काटेर हाल्यो। मैले चटपटे यो त्यो भनेर हालेर देखाएको छैन है, तर मैले बनाएर खाएको मेरो स्टाइलमा भनेर चाहिँ देखाएको हो। सबै थोक हालेर त बनाएको छुइनँ, सिम्पल छ, सिम्पल तर मिठो लाग्छ यही घरको चिजहरू। तेल सकिएछ, तेल लिनलाई गएँ, हाली पनि सकेँ। अनि भाँडामा हालेँ अनि चलाउँछु। अनि त्यसपछि बुवा धान रोप्ने भइरहेछ नि त अहिले, हाम्रो जानुभएको छ। अनि बोलाउँछु अनि आउनुहुन्छ अनि दिन्छु। अब 3 जना चाहिँ हुन्छ चिया खाने, मम्मी, बुवा अनि हजुरबा आउनुभएको छ, मामा घरको बुवा। उहाँ बसिरहनु भएको छ, उहाँलाई पनि चिया। म चाहिँ धेरै गुलियो खानुहुन्छ, चिनी थपेर दिन्छु, अरूलाई त ठिकै छ। अनि छोरो पनि छ छुट्टीमा आज, तर खाँदिनँ भनौँ, म पनि खाँदिनँ दिउँसो त। अनि चिया लगेर चिया हालिसकेपछि सबैलाई लगेर दिन्छु। अब पालो मम्मीको थोरै बिरामी हुनुभएकोले गर्दा थोरै खान्छु भनेर अनि ब्लग बनाउँदै आउँदैछु। नाति चाहिँ आमाको कपाल कोर्दैछ, कपाल कोर्दैछ। चिया लिनुभयो। सानो खाने नखाने। त्यसपछि बुवाको लागि चिया लान्छु है। कमिला परेछ चियामा पनि, इग्नोर कमिला। बुवा चाहिँ चिया दिँदा भन्दै हुनुहुन्छ। चिया दिएपछि आएर म आफ्नै स्टाइलमा नक्कर पाइरहेको छु। बुवालाई बोलाउँदैछु चिया खानलाई। छोरोलाई पनि बोलाउँदैछु, आमासँगै छ। अनि चटपटे मोलेर भाँडामा एकै प्लेटमा हालेर बोलाउँदैछु चटपटे खान।
यस्तो भयो चटपटे। यो चाहिँ बुवाको लागि दिनको लागि रेडी भएको। त्यो चिया लिएर जाँदैछु, छोरालाई पनि दिएँ। छोराले खाएर ठिक छ भने उसलाई मुलाको अचार मनपर्छ, अनि मुलाको अचार हालेर बनाएपछि रिसा यस्तो गरेर गरिरहेछ। लास्टमा चाहिँ हाँस्छ। अब बुवाको लागि लगिदिएछु मामु छोरा खाजा। बुवाले पनि खानुहुन्छ। यस्तै भयो साथीहरू, आज मेरो छुट्टीको दिन यसरी नै बित्यो। आलु चाहिँ मम्मीको लागि, आलु भन्दैछु, आलु मम्मीको लागि हो, मम्मी र बुवाको लागि, हजुरबुवाको लागि। अरू त सबै चटपटे खाइहाल्नुहुन्छ, मैले पनि खाएँ। भाँडा आफू जतै भाँडा र चम्ची लिएर खाएँ। शीतल भए पनि गर्मी यति धेरै छ कि। यता छोरो खाँदैछ, बुवा खाँदै हुनुहुन्छ। अनि यस्तै छ साथीहरू। ल यति नै आजलाई, बाई बाई।